हेलो वेलकम टु माई न्यू भिडियो। मेरो च्यानलमा स्वागत छ हजुरहरूलाई। धेरै दिनपछि भ्लगमा आयो, खुसी लाग्यो होइन। म चाहिँ कहाँ गयो यस्तो भने गाउँको बाटोमा हिँडेर भन्नुभएर होला, जोलो सोलो बोकेर त्यो काठमाडौँबाट अब घरतर्फ जान लाग्यो। त्यो उतातिर चाहिँ साथी छ कि हाम्रो सम्झि छ, अनि हाम्रो चाहिँ घर जाने बाटो चाहिँ यहाँ तलबाट यसरी जाने हो। म चाहिँ यता मनेतिर जान लाग्यो। त्यो आजको भ्लग कस्तो लाग्छ भनिदिनु होला। त्यही हो, लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। म उतातिर गएपछि तपाईँहरूलाई पेदुसिलोको मन्ने डाँडा कस्तो रहेछ भनेर देखाउँछु। हजुर हेर्नु होला गाइस, एकछिनमा आउँछु। हेर्नु होला गाइस मन्ने डाँडा कस्तो छ, कमेन्ट गरिदिनु होला। डेन्जर छ डेन्जर होइन। यो चाहिँ मान्छे बोल्ने ठाउँ हो टक्क। यो चाहिँ मने हो। त्यो चाहिँ टक्क पानी पर्दाखेरि मान्छे बस्ने अथवा आएर यसो बस्ने ठाउँ पनि हो होइन। टक्कै यसो अहिले यहाँनिर सुत्या भएछ भने अल्छी लागेन। टक्कै यो चाहिँ होइन चराचुरुङ्गी जङ्गली जनावरहरूको पानी खानको लागि यसो सुविधा बनाएको, तर भाएन त्यो अलि त्यो उस बनाएपछि हुन्छ, स्लोप बनाएपछि होइन। त्यही हो, अझै सुत्या भएछ गाइस। त्यही हो, आजको भ्लग कस्तो लाग्छ तपाईँहरूलाई होइन। त्यो कमेन्ट गर्नु होला नभुलिकन। मेरो यहाँनिर डन्डी पराएर कस्तो देखिरहेको छ त्यही हो। हेर्नु मनी राम्रोसँग हेर्नु होला है। त्यहाँनिर सर टक्कै माथि चाहिँ जङ्गल छ। टक्क एउटा जेठी हो कि कान्छी हो, उताको कान्छी हो कि जेठी हो। टक्क दुईवटा बुढी एउटा बुढो। टक्क यो चाहिँ हेर्नु होला राम्रोसँग। फेरि आइसकेको छ गाइज होइन भिडियोमा। त्यही हो, आज अलि ढिलो भयो, आज भिडियो अपलोड लामो हुँदैन होला। त्यही हो, त्यो होइन। अब घाम लागिरहेको छ डेन्जर हेर्नु होला। त्यो होइन गाइज, त्यही गाइज आजको भ्लग खासै राम्रो हुँदैन होला। लाइक सेयर सब्सक्राइब चाहिँ हानिदिनु। अब बनाउँदै जाउँ, अब कस्तो लाग्छ तपाईँहरू लास्टसम्म हेरिदिनु होला, साथ दिनु होला, माया गर्नु होला। त्यो यस्तो डाँडा छ कि अघि नै हामी बस्ने चाहिँ यहाँ माथि हो, यहाँ माथि यस्तो भिरभन्दा माथि। मैले भन्दा घर जाने बाटो चाहिँ यता हो भनेर। त्यो गाइस त्यो छैन, बस्यो राम्रो गरियो। खास हामी जानुपर्ने चाहिँ त्यो पारीबाट जानुपर्ने हो। टक्क हामी यहाँ त 35 किलोबाट झर्दिएको। कहिले त गोरो देखिन्छ है, कहिले त के हो मजाले। टक्कै हो आजको भ्लग। कपाल पनि काटियो आज, कस्तो देखाएको छ कमेन्ट गर्नु होला। टक्क लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है, सेयर गर्नु।
मैले आज माइक ल्याउन चाहिँ बिर्सेछु के बिर्स्यो भने त माइक ल्याउन चाहिँ बिर्सेछु कि छ्या माइक ल्याउन बिर्सेछु भने आज के बिर्स्यो भन्दा नि बाटो यस्तै छ गाइस हेर्नु होला गएको होला यस्तै जङ्गलको बाटो हिँडिरहेको छ जुत्तामा त बजाएर हिँडिरह होइन त्यही हो जब यस्तै हो यस्तो छ अनि के रे भाइ भिडियो ब्लग बनाउँदैछु हेलो गाइस आउँदा अलि रात पऱ्यो होइन भिडियो बनाउन नि पाएन त्यही हो हामी आउनु चाहिँ त्यो घना जङ्गलबाट त्यहाँ माथिबाट यस्तो घुमेर आएर सर्लक यस्तो गर्दै अब घर जाँदैछु त्यही हो गाइस होइन बाइक नभएपछि हिँड्नुपर्छ गाह्रो छ माथिबाट आयो भने चाहिँ छिटो हुन्थ्यो किनकि हाम्रो काम पनि थियो त्यहाँनिर त्यही भएर ओर्लेको त्यही हो आजको ब्लग यति नै हुनसक्छ बाई बाई गाइस माया र साथ सपोर्ट गर्नु होला सब्सक्राइब गर्न चाहिँ नभुल्नु है त गाइस